हेलो एभ्रिवान, आज फेरि नयाँ भिडियोका साथ उपस्थित भइसकेको छु। आज भने अलि केही फरक विज्ञानसँग सम्बन्धित भिडियो रहेको छ, केही जानकारीमूलक सन्देशमूलक रहेको छ। आशा छ यहाँहरूलाई मन पर्नेछ। यो एक्सपेरिमेन्ट प्र्याक्टिकल गर्नको लागि मैले एडभान्स इन पब्लिकेसन किताबको सहायता लिएको छु, विच इज भेरी इजी टु अन्डरस्ट्यान्ड दिस प्र्याक्टिकल। मेबी दिस प्र्याक्टिकल इज भेरी हेल्पफुल फर सिटिभिटी स्टुडेन्ट अर +2 स्टुडेन्ट्स। जस्तै जहिले पनि कुनै पनि खाना बनाउनको लागि भाँडाकुँडा र रेसिपी कुन कुन चाहिन्छ भनेर आवश्यक र थाहा हुनुपर्छ भने यो प्र्याक्टिकल गर्नको लागि पनि हामीलाई चाहिने एपेरेटसहरू अगाडि नै थाहा हुनुपर्छ। मेरो हातमा रहेको छ बजार कपर सल्फेट, जुन चाहिँ केमिकल हो, एस्बेस्टस सिट, वायर गज, बिकर, फनेल, पोर्सिलिन बेसन, स्प्याचुला, ग्लास रड, बन्सन बर्नर, टेस्ट ट्युब, फिल्टर पेपर, वाटर ट्रप, मेटालिक टङ, ट्राइपड स्ट्यान्ड। दिज आर अल द एपेरेटस द्याट वी निड फर दिस प्र्याक्टिकल। सो अब हामी चाहिँ प्र्याक्टिकल स्टार्ट गरौँ। अब चाहिँ 1 टेस्ट ट्युब फुल वाटर मैले बिकरमा राखेँ। त्यसपछि 1 स्प्याचुला मैले कपर बजार सल्फेट हालेँ टु मेक सेचुरेटेड सोल्युसन। अब चाहिँ मजाले यसलाई स्टियर गरेँ, भनेको मतलब यो कपर बजार सल्फेटलाई मजाले घुलाएँ अन्टिल एन्ड अनलेस यो कम्प्लिटली डिजल्भ हुँदैन। हामीले यो सोल्युसनलाई चाहिँ सेचुरेटेड सोल्युसन बनाउनु पर्ने हुन्छ। अब चाहिँ बजार कपर सल्फेट थप घुल्न सक्दैन, भनेको मतलब सेचुरेटेड सोल्युसन भइसकेको छ। अब चाहिँ सेचुरेटेड बजार कपर सल्फेटलाई फिल्टर गर्नुपर्ने हुन्छ। सो त्यसको लागि फिल्टर पेपरलाई पहिला हाफ फोल्ड गर्ने, त्यसपछि फेरि हाफ फोल्ड गर्ने र 1 फोल्डलाई ओपन गरेर फनेलमा राख्नुपर्ने हुन्छ। ध्यान राख्नुपर्ने कुरा, फिल्टर पेपर भिजेको हुनु भएन, फनेल भिजेको हुनु भएन। एज वी नो द्याट फिल्टर पेपर सुड बी केप्ट द्याट आई हेभ सन इन दिस भिडियो। अब चाहिँ यो भिडियोमा देखाए जसरी फिल्टर गर्ने विथ द हेल्प अफ ग्लास रड, ताकि यताउता सोल्युसन नपोकियोस् भनेर। फाइनली फिल्ट्रेसन सकिसकेपछि फिल्ट्रेट सोल्युसनलाई हामीले हिट गर्नुपर्ने हुन्छ अन्टिल एन्ड अनलेस बोइल हुन्जेलसम्म। मेक स्योर द्याट अब चाहिँ ग्लास रड एकदम क्लिन हुनुपर्छ। अब ग्लास ट्युब क्लिन छ भने चाहिँ हामीले क्लिन टेस्ट ट्युब लिएर एकदम क्लिन वाटरले फुल फिल गरेर बाहिरी लेयरमा जुन चाहिँ हामीले बोइल सोल्युसन छ त्यो सोल्युसनलाई चाहिँ क्रिस्टल्स फर्म भएको छ कि छैन भनेर हेर्ने। एन्ड जुन मैले देखाइरहेको छु यसमा चाहिँ क्रिस्टल्स फर्म भएको छैन अझै। एज यु क्यान सी अब चाहिँ स्मल स्मल क्रिस्टल्सहरू आइसकेको छ, जुठो भाँडा जस्तै देखिरहेको छ, देख्न सकिन्छ है। सो दिस इज क्रिस्टल्स। यति भइसकेपछि चाहिँ अब चाहिँ वाटर टपमा नर्मल्ली 24 देखि 48 घन्टासम्म राख्नुपर्ने हो, तर अहिले नै क्रिस्टल्सहरू देखिरहेको छ। सो हामी नेक्स्ट डे हेर्छौँ है त। अब चाहिँ देख्न सकिन्छ क्रिस्टल्सहरू लगभग फर्म भइसकेको छ। अब सबैको जम्मा गरेर हेरौँ है त कस्तो भएको छ लास्टमा। यो चाहिँ बिग्रेको वाला हो है। यो चाहिँ कसरी हुन्छ भन्दाखेरि सोल्युसन राम्रोसँग बनेन भने र बोइलिङ राम्रोसँग गरेन भने चाहिँ यस्तो खालको हुन्छ। यो चाहिँ जस्तो हामीले देखेको थियौँ त्यस्तै नै आएको छ है यो चाहिँ। अब चाहिँ हेरौँ है, सबै स्टुडेन्टहरूको कलेक्ट गरेको छौँ ब्लू बिटल, जुन चाहिँ आज सेकेन्ड डेमा हेर्दैछौँ है कलेक्ट गरेर। सो राम्रो भयो भने चाहिँ यसरी क्रिस्टल्सहरू फर्म हुन्छ, सेप एन्ड साइज हुन्छ है, एकदम राम्रो देख्नु चाहिँ वाउ टाइपको हुन्छ क्या, राम्रोसँग बन्यो भने चाहिँ। सो अब यसको युजेसहरू हेरौँ के कहाँ कसरी युज हुन्छ र होइन, किन चाहिँ यो हाम्रो डेली लाइफमा अथवा ह्युमन लाइफमा चाहिँ यो ब्लू बिटल इम्पोर्टेन्ट छ है त। वाइड रेन्ज अफ युजेस छ ब्लू बिटलको। केही युजेसहरू चाहिँ मैले यहाँ समेट्ने कोसिस गरेको छु है। सो लिसन केयरफुल्ली, दिस इज भेरी इम्पोर्टेन्ट है। सो फर्स्टमा चाहिँ एग्रिकल्चरमा युज हुन्छ एज अ इन्सेक्टिसाइड, फङ्गिसाइड, पेस्टिसाइडहरूमा युज हुने भयो होइन। इन्सेक्ट्सहरूलाई मार्नको लागि भयो, अनि फङ्गाहरूलाई भयो, अनि अब त्यो पेस्टहरू प्यारासाइट्सहरूलाई मार्नको लागि चाहिँ युज हुन्छ, जुन चाहिँ हाम्रो भनौँ न खेती राम्रो उब्जाउ गर्नको लागि। एन्ड सेकेन्डमा छ वाटर प्युरिफिकेसन। हामीले चाहिँ वाटर प्युरिफिकेसनमा मेनली चाहिँ स्विमिङ पुलहरूमा युज हुने रहेछ, अथवा अरू वाइड रेन्ज अफ वाटर प्युरिफिकेसनमा युज हुन्छ। मेनली चाहिँ त्यो स्विमिङ पुलहरूमा चाहिँ युज हुने रहेछ, किन भन्दाखेरि त्यहाँको अल्गीहरूलाई मार्नको लागि र ब्याक्टेरियाहरू जुन छ, किनभने धेरै मान्छेहरूले स्विम गर्छ, सो ब्याक्टेरियाहरू मार्नु पर्यो। सो ब्याक्टेरियाहरू मार्न र त्यहाँ एल्गीहरूलाई मार्नको लागि युज हुने रहेछ। अनि थर्डमा छ होइन इलेक्ट्रोप्लेटिङ एन्ड मेटल इन्डस्ट्रीहरूमा युज हुने रहेछ है।
इलेक्ट्रोप्लेटिङहरू बनाउँदाखेरि चाहिँ के भन्छ कपरको प्लेटहरू अथवा कपरको प्लेटहरू बाहिरी प्रोटेक्ट गर्नको लागि युज हुने रहेछ भने मेटल इन्डस्ट्रीहरूमा चाहिँ राम्रो देखाउनको लागि ओर्नामेन्टहरू भयो एन्ड स्ट्याचुहरू त्यो राम्रो एपिरियन्सको लागि चाहिँ युज हुने रहेछ। तामा भने हामीलाई थाहा छैन हैन, नर्मली ओर्नामेन्टहरू भयो मूर्तिहरू त्यस्तोहरू बनाउन युज हुने रहेछ। फोर्थमा छ डाइङ एन्ड टेक्सटाइल इन्डस्ट्रिजमा युज हुने रहेछ है। डाइङमा किन भन्दाखेरि डाइङ गर्दाखेरि चाहिँ मेसिनहरू फोहोर हुन्छ, सो त्यो सफा गर्नको लागि सजिलो हुन्छ र भनौँ न खियाहरू अलि चाँडै नलागोस् भनेर अलि लङ लास्टिङ बनाउनको लागि र उलन कटनहरूको टेक्सटाइल इन्डस्ट्रीहरूमा चाहिँ वाइड रेन्ज अफ युज हुने रहेछ यसको चाहिँ है। फिफ्थ पोइन्टमा रहेको छ एज अ मेडिकल एप्लिकेसनमा पनि युज हुने रहेछ है। मेडिकल एप्लिकेसनमा चाहिँ एज अ एन्टिसेप्टिक एन्टिफङ्गलहरूमा युज हुने रहेछ, फङ्गल इन्फेक्सनहरूमा पनि युज गर्न मिल्दो रहेछ। एन्ड एज अ इमेटिक है, एन्टी इमेटिक भनेको छैन है, इमिटिङ तपाईँले एकछिनमै भमिटिङ गर्नु छ भने चाहिँ यो चाहिँ एकदम पर्फेक्ट रहेछ। जुन चाहिँ हामीलाई केही अब खायो होइन, अब खाइसकेपछि अब त्यसलाई बाहिर निकाल्नु छ भने भमिटिङ गराउनु छ भने चाहिँ एज अ भमिटिङ चाहिँ युज हुने रहेछ यो। अर्को सिक्स्थमा रहेको छ ल्याबोरेटरी एन्ड केमिकल युजेज है। यो चाहिँ कस्तो भन्दाखेरि ल्याबहरूमा एक्सपेरिमेन्टहरू गर्नको लागि युज हुने भयो होइन, अनि त्यसपछि रिएजेन्टहरू बनाउनको लागि एन्ड वाइड रेन्ज अफ युजेस हुने भइहाल्यो यसको चाहिँ। अर्को भने चाहिँ ब्याट्री म्यानुफ्याक्चरिङमा युज हुने रहेछ है, कपर बेस्ड ब्याट्रिजहरू बनाउनको लागि एन्ड इलेक्ट्रोकेमिकल सेल्सहरू बनाउनको लागि चाहिँ युज हुने रहेछ। अब अर्को 8मा भनेको चाहिँ वुड एन्ड लेदर प्रिजर्भेसनको लागि युज हुने रहेछ होइन। काठहरू चाहिँ चाँडै सडेर नजाओस् र लेदरहरू चाहिँ चाँडै कुहेर नजाओस्, एज अ प्रिजर्भेटिभ्स पनि युज हुने रहेछ। ओके, थ्याङ्क यू एभ्रिवान फर वाचिङ। आजको लागि चाहिँ यति नै थियो। सो यदि मन पर्यो भने च्यानललाई चाहिँ टक्क सब्सक्राइब गरिदिनुहोस् रातो बटन दाबेर, एन्ड लाइक पनि गरिदिनुहोस् मन पर्यो भने चाहिँ। सो ओके, अरू नयाँ भिडियो कुनै चाहिन्छ भने चाहिँ यु क्यान कमेन्ट अन बिलो कमेन्ट बक्समा। सो के कस्तो लाग्यो कमेन्ट पनि गर्न सक्नुहुन्छ। मलाई मन परेको भनेको चाहिँ यसको युजेसहरू चाहिँ हो है, एन्ड कति धेरै कुराहरू मैले नि आफूले खोज्दाखेरि पाएँ, खुसी लाग्यो, एन्ड तपाईँहरूले पनि सिक्नुभयो, त्यो चाहिँ अझै झन् खुसी लाग्यो मलाई चाहिँ। So okay, stay tuned, stay happy, stay safe. Jai Nepal.